गाइज आज धेरै ढिलो भयो सबैजना गुड मर्निङ। आज अलि भिडियो बनाउने भनेको धेरै ढिलो नै भयो होइन। आज बाहिर जाने प्लान छ। आज छुट्टी भएको कारणले भ्यू पनि आज बवाल भइरहेछ है। हामीहरू आज बाहिरतिर जाने भन्ने सोचिरहेछौँ है। अनि आजतिर जाने भन्ने भन्न केटाहरूले होइन के हुन्छ आज सब प्लानिङ भइरहेछ। दाइ चाहिँ अहिलेसम्म उठ्नु भएन है। अब दाइले प्लान बनाउनु भएको अहिलेसम्म उठ्नु भएन। ल दाइले उठाउँछ हामीहरू पनि। अनि तल दाइ जानुभएको छ। ल दाइ चाहिँ उता मुसुक लाग्नु परेछ होइन। के छैन दाइलाई बोल्दैन। अब हामी पनि सबैजना उठ्यौँ भर्खरै है। अब जाने भन्ने सोचिरहेको त पहिला घरहरू क्लिन गर्नु पऱ्यो हाम्रो होइन। क्लिन गर्नुपर्ने छ। ल गाइस अब मुखसुक धोएर पनि एकदम फ्रेस भयो होइन। अब बजारतिर जानु पऱ्यो। ल अब हामी बजार भएको सिनहरू देखाउनु छ तपाईँहरूलाई। एकदम रमाइलो हुनेवाला छ। आजको वाचिङ गरिदिनु होला होइन। अब हामीहरू चाहिँ अब बजारतिर जाँदैछौँ। अब दाइ अगाडि निस्किसक्नु भयो। दाइले अब कति नै हतार भएको यार। दाइ त्यहाँ पुगिसक्नु भयो। अब हामीहरू चाहिँ अब टक्कु अहिले होइन बजार गएर मासु सासु ल्याउनु पर्ने कुरो हुन्छ। अनि आज पार्टी त रैला त हान्नु पऱ्यो नि त होइन। छुट्टी छ यस्तो। अनि दाइ त्यहाँ टक्क हिरो भन्दै हिँडिदिनु भएको छ होइन। एकदम मिलेर छुट्टी भयो। आज चाहिँ धेरै रमाइलो हुनेवाला छ गाइज। धेरै दिनपछि अब यसो बनाऊँ भन्ने सोच आएको छ भिडियो होइन। त्यसैले अब के हुन्छ कस्तो हुन्छ तपाईँहरूको माया र साथ सपोर्ट चाहियो है। अब तपाईँहरूले अब के कतिको अब सपोर्ट दिनुहुन्छ भन्ने कुरामा नि हुन्छ। अब पसलतिर आइसक्यौँ है। अब यहाँ गाडीहरू एकदम बढी चाहिँ मान्छेभन्दा धेरै गाडी छ होइन। आज सिन पनि भवाल छ। आज धेरै रमाइलो हुनेवाला छ है। सिन पनि एकदम भवाल छ। अब यहाँ इन्डियन साथीहरू भेटिएछन्। हेलो हेलो लाइव नहीं थोड़ा सा भला के आज बहुत बढ़िया सीन है। अहिले अलिकता गफ हान्दैछ। इन्डियनहरू भेटेँ यस्तो यस्तो आफन्त जस्तो लाग्छ होइन। गफ हान्दैछ इतना अच्छा तो नहीं है फिर भी यहाँ तो जो मिलता है उससे अच्छा बहुत बढ़िया है। बाकी तो हम लोग ट्राई किया लेकिन अच्छा नहीं लगा हमको। ये यही अच्छा लगा। ये बाकी का तो अच्छा नहीं है। ये मैक्सिमम अच्छा मैक्सिमम देखिएगा आप। ठीक है भाइ ओके भाइ। दाइ अब भित्र पसलतिर गइहाल्नु भयो होइन। अब यहाँदेखि हामी पसलमा आइसक्यौँ। यहाँ मासुहरू यस्तो अब के को मासु खाने सब चाहिँ गाई पनि छ हो। अब हामीहरूले त गाई खाने त कुरै भएन है। यो चाहिँ बङ्गुरको मासु हो होइन। अनि यो चाहिँ गाईको मासु हो। यो हामी चाहिँ नखाने कस्तो मान्छेहरू यार छ्या। अन्डाहरू छ। दाइ के किन्यो कुखुराको मासु है। थोरै किनेको है 2000 जति नै भयो कि। अब के भन्नु है 2000 जतिको त अब यहाँ के आउँछ नेपालमा त अब है 2000 को 1 किलो मासु लिनु परेछ। हामी चाहिँ अब निस्किँदैन आफैको चाहिँ टक्क ल ओ ल है टक्क लगाएर आज चाहिँ धेरै रमाइलो हुनेवाला छ गाइज होइन। तपाईँहरू एकदम साथ दिइदिनु होला। तपाईँहरूले हेरेपछि हो होइन। आज कता टमाटर लिन अझ उतातिर जानुपर्ने ए यतै यहाँको भाषा हान्दिने आयो नि दाइले। हामी बाजी मार्केटमा नि आइसक्यौँ है। यहाँ त नेपालको सबै चिज छ है। यहाँ टमाटरदेखि लिएर यहाँदेखि लिउँ होला। राम्रो त यहाँ छ दाइ। ल दाइले सर्वेन हान्दैछन्। 37 किलोग्राम 450 त्यो मार्केटमा गरेर लिने त महँगो भयो यार। अच्छा 450 रुपियाँ किलो। अब 450 रुपियाँ किलो कार्बियामा। अनि 450 रुपियाँ किलो टमाटर कसले खान्छ भने नेपालमा मान्छेहरूले 450 रुपियाँ किलोको त मासु नै खाएर हुन्छ है। एकदम दामी ठाउँ छ है। यहाँको मलाई मनपर्ने ठाउँ हो कि सेटअप बवाल हुन्छ है। यहाँ त लगाउनु पर्छ है। आज त टक्क यो केटाहरू यो लगाउनु पर्छ भन्छ कि यो जम्बो है। एक्लैले खान्छ नि दाइले फेरि यो एक्लैले खाइदिन्छ यो। ल ल ठिक छ। अनि टमाटर चाहिँ आउँछ उतादेखि लिने यहाँदेखि नलिने ठिक छ। त्यहाँ छैन नि त्यहाँ ल कता 280 रुपियाँ किलो। ल उठाउनु न त अनि 280 रुपियाँ किलो हो कि के हो। बाख्राकोदेखि लिएर गाईदेखि लिएर सबैको दुध छ है। यहाँ चाहिँ मार्केट भनौँ हाम्रो रुम नजिकतिरको मार्केट होइन।
यही छ चक्लेट कसलाई खाने मन छ अहिले चाहिँ पैसा छैन नकिन म होइन पैसा भए चाहिँ खाना आउँदैन अब यस्तै त हो बेलचेट काटिँदैछ है कति रुपियाँ भन्छ यतिको पनि धेरै हुन्छ होला है कति हुन्छ भने चाहिँ यतिको नि 800 900 जति लिन्छ होला अहिले चाहिँ अब मलाई है नखाने मान्छेलाई पनि दाइले के चाहिँ कस्तो के दाइ यार तपाईँ नखाने मान्छेलाई हेर्नु अब यत्रो बियरको है 3 लिटरको बियरको बोतल अब बोकाइदिएर अब के भन्ने यार यार केही छैन दाइको रमाइलोको लागि यति त गरिहालिन्छ होइन अब चाहिँ हामीहरू खानासाना बनाउनु तर्करमा लगाएर रुमसुम क्लिन गरिसक्यो होला केटाहरूले अहिलेसम्म होइन अब त्यहाँदेखि खानासाना खाएर हामीहरू आधा चाहिँ जाने यो भइरहेको केटाहरूले ठिक छ भनिसक्यो आधातिर जाने भनेर है ठिक छ गाइस हामीहरू अब खानासाना अलि खाएर आधातिर जानेछौँ त्यहाँनिरबाट अब आधाको सिन ल्याउँछ तपाईँहरूलाई धेरै रमाइलो हुने आधा छ म धेरै एक्साइटेड छु आज जानको लागि अब केटाहरूले भन्दा थिएँ है केटाहरूले त देखेको छैन अब म लिएर जान्छु केटाहरूलाई एकदम हेर्न लायकै भ्यू छ है अब पोखराको फेवा ताल जस्तो अब यहाँ सर्बियाको सबैभन्दा अब भनौँ अब लेक के भन्छ सर्बिया त्यो समुद्रको ताल अब के भन्छ अब बिच भनौँ है समुद्रको अब यहाँ सर्बियामा बिच चाहिँ छैन त्यो कारणले बिच नै भनौँ बिच अब सर्बियाको एकदम ठुलो बिचमा जाँदैछौँ हामीहरू है यहाँ चाहिँ यस्तो के सबै मान्छेहरू आएको हुन्छ क्या नेपालीहरू यताउता है इन्डियनहरू सबभन्दा धेरै त्यही नै भेला भए हुन्छ त्यो कारण चाहिँ आज कति नेपालीहरू भेटिन्छ त्यो पनि हामी एक्साइटेड छौँ धेरै म त एकदम खुसी नै छु अब के हेर्नु दाइहरूले अब बियर सेयर चन्काएर जान्छन् अब आफू त नखाने मान्छे पऱ्यो न मासु खाने न बियर खाने है दाइहरूले उता 2 किलो मासु पनि ल्याइहाल्यो अनि यता एउटा यत्रो जम्बो आइगयो दाइहरू उता हुनुहुन्छ उता रुमतिर बिहान बोलाउँदै हुनुहुन्थ्यो अब के हेर्नु अब अगाडि नै भिडियोको प्लान बनाइसकेको है अब यति छोडेर जानु भएन केटाहरूलाई त नराम्रो लाग्छ त्यो कारण चाहिँ गएन इन्डियन होटलमा गएर अब खाने भन्ने प्लान भइरहेको थियो यसो जान पाएन केही छैन अब हामी रुमसुम पनि पुगिसक्यो दाइ ल लु ल्याएर दाइले है ल्याएर अब है यहाँ दाइहरूले चाहिँ ओहो टक्क क्लिन हानिसकेको रहेछन् है दाइले झाडु साडु पोछा हानेर अब टक्क यो टेबलहरू तल राखिदिनु न त है खाना यहाँ पाक्दैछ गाना साना लगाएर दाइहरू त चिल है ल दाइ अब जानलाई तयारी हो ए ल यति नै पैसा बच्यो 2000बाट यो सर्बियन पैसा दिनार 100 दिनार एन्ड 10 दिनार है अलिकता अब यहाँ क्लिन पनि गर्नु गयो होइन रुमहरू अब धेरै दिन भयो थियो छुट्टी नमिलेको कि अब सबै हाम्रो छुट्टी भयो है यति त गर्नै पऱ्यो है बस ल हाम्रो होइन यहाँ मासु सासु पाक्दैछ दाइले पकाउँदै हुनुहुन्छ मस्त छ है तत्काल दाइ यहाँ कुक्ने मासु बनाउनु दाइ है ल हामीले यहाँ रुमसुम क्लिन गरिसक्यो होइन अब हामीहरू चाहिँ यहाँदेखि अब यो मैले यता अब सब साफ गरिहालेँ हो होइन सब क्लिन भयो यहाँदेखि अब माथितिर ल्याउँछु यहाँ टक्क यो सिडीहरू सब साफ भइसक्यो होइन बाहिरको भ्यूहरू नै यस्तो बवाल छ नि अब के भन्नु ओ माई गड तपाईँहरूलाई पुरा देखाउँछु है सिन है यस्तो बवाल छ क्या आज हामीहरू गए पनि लास्टै खुसी नै छौँ भनौँ यार लास्टै हामीहरूको किस्मत हो नि आज यस्तो सिन भइरहेछ आज दामी भइरहेछ होइन यहाँ चाहिँ हामीले अब आफ्नो कपडा सपडा सब सुकाइहाल्यौँ आज काम छुट्टी थियो कपडा सपडा सुकाएर टक्क यो कामको ड्रेस होइन यहाँदेखि चाहिँ अब हामीले रुमसुम सब क्लिन गरिसक्यौँ यो सब क्लिन भइसकेको छ है अब यो चाहिँ हामीहरूको रुम हो है अब यहाँ केटाहरूले सब मिलाइसक्यो रहेछ हामीहरू बजार गएर आउँदैछौँ है ल टक्क छ सब है क्लिन भइसकेको छ ल अनि हामी चाहिँ अब खानासाना पाकेपछि टक्क आउँछौँ अहिलेको लागि यति नै ब्रेक है खाना पकाएर देखाउँछौँ तपाईँलाई ल हामीहरू चाहिँ अब है हामीहरूको पार्टी हुँदैछ ल टक्क दाइहरूले चाहिँ अब यहाँ बियर हान्दै हुनुहुन्छ मैले चाहिँ यहाँ 7 अप है ल दाइहरूको यहाँ टक्क बियर हो म चाहिँ बियर पिउँदिनँ यो कारण चाहिँ 7 अप है मेरो दाइले पनि बवाल डान्स गरिदियो है गाइस हामी चाहिँ अब रेडी भइसक्यो होइन जाँदा रेडी भइसक्यो केटाहरू पनि निस्किसक्यो ल दाइ
त्यो चाबी कसले लगाउँछ हो ल दाइहरू हामीहरू सब निस्किसक्यो दाइ रेडी हो नि रेडी सबजना हिरो भएर रेडी हो यो रेडी दाइले चाबी लगाइसक्नु हो हामी चाहिँ निस्क्यौँ गाइज हामीहरू चाहिँ बसमा चढिसक्यौँ होइन अब आधाजनालाई हामी रेडी भइसक्यौँ रुमदेखि निस्केर चाहिँ बसको है अब यहाँदेखि अब हामीहरू चाहिँ यस्तो के छ त कतिको खुसी कतिको एक्साइटेड हुनुहुन्छ तपाईँहरू एकदमै रमाइलो हुने छ गाइज होइन सबैजनाहरू हामीले एकदमै खुसी छौँ अब उतादेखि दाइहरू भेटिन्छन् उसँग ललित दाइ अब हामीलाई चाहिँ उता आउनुहुन्छ दाइ पनि आउने भन्ने कुरो भइरहेको छ ल अगाडिको भ्यू हेरिदिनुहोस् त टक्क मिलाएर यस्तो बवाल छ ल अब हामीहरू त्यो बसदेखि उत्रिहाल्यौँ होइन त्यो बस डाइरेक्ट जाने बस चाहिँ होइन रहेछ दाइले भन्नुभयो अब हामी चाहिँ अब अर्को बसको लागि हामी वेट गरेर आएको छौँ यो स्टेसनमा है अब दाइहरू फोटोसोटो क्लिक गरिरहनु भएको छ फोटो खिच्नु अब क्यामेराम्यान चाहिँ है यता अमित थापा हो ल दाइले बस आयो भनिसक्नुभयो अब हामीहरू चाहिँ लाग्ने तर्फमा हुन्छौँ धेरै राम्रो भ्यू छ होइन आज चाहिँ धेरै इन्जोय हुनेवाला छ एकदमै एक्साइटेड छु म त एकदमै खुसी लागिरहेको छ मलाई अब पहिलो भ्लग भएर नि होला होइन अलिअलि लाज पनि लागिरहेको छ मलाई अब त्यस्तो केही छैन हजुरहरूको माया साथ सपोर्ट पाइयो भने त अझ पनि फेरि नयाँ नयाँ भ्लगहरू ल्याउँदै आउँछु ल केटाहरू चाहिँ यहाँनिर मुम्बईहरूको कुराहरू गरेर होइन एकदमै खुसी भएर तपाईँको नाउँमा कति मान्छेलाई खुसी छ नि केटाहरू एकदम होइन मेरो सो गाइज हामीहरू गाडीदेखि उत्रेर हामीहरू अब आधातर्फ आइसक्यौँ है आधा चाहिँ आइसक्यो यहाँ चाहिँ पानी जहाजहरू कति छन् है पार्किङको लागि मात्रै होइन यो अब आधा चाहिँ यो साइड छ हामी जाँदैछौँ सो आज एकदमै रमाइलो हुनेवाला छ अब रमाइलोको नजिक पुगिसकेको छ हामीहरू एकदमै दाइ कतिको छ हामी आधा त पुग्यौँ होइन ल अब हामीहरू पुरै आधाको पुरा भ्यू देखाउँछौँ है बुझ्नु भने आधाको पुरा भ्यू देखाउनेछौँ हामीहरू यताको भ्यू ओ माई गड एकदमै बवाल छ नि वाट ब्युटिफुल सिन छ होइन अब हल्का लाज पनि ल्याइरहेको छ भनौँ सायद पहिलोचोटि भएर होला क्यामेराको अगाडि अब यस्तो ठिकै छ जति सक्दो हामी देखाउने कोसिस गर्नेछौँ है अब नजिक पुगिसकेका छौँ अब हेरौँ के कतिको रमाइलो हुन्छ तर तपाईँहरूलाई चाहिँ एकदमै रमाइलोको लागि भिडियो ल्याउनेछु भन्ने मैले आशा राखेको छु माया त्यति नै देखाइदिनु होला साथ सपोर्ट त्यति नै दिइदिनु होला ताकि हामीहरूले तपाईँको साथ सपोर्ट पायौँ भने फेरि अर्को भिडियो ल्याउन पाऊँ फेरि अर्कोचोटि आउन पाऊँ नयाँ ठाउँमा फेरि गएर नयाँ भिडियो बनाउन पाऊँ है ल त अहिलेको लागि अझ फेरि अगाडिको देखाउने छु सो गाइज हामीहरू फाइनल चाहिँ आधा पुगिसकेको छौँ अब यहाँदेखि हामीहरू उता हुनुहुन्छ अब हामीहरू यहाँको भ्यू देखाउनतर्फ लाग्नेछौँ आधाको नाम देखाएको ठाउँ चाहिँ हामी पुगिसकेको छौँ है यो तपाईँहरूले देख्न सक्नुहुन्छ यो आधाको यो नाम होला यता चाहिँ नाम छ आधा चाहिँ यहाँ पुरा भइसक्यो जस्तो मानेछु मैले है म धेरै के बोलाउँ र होइन म तपाईँहरूलाई देखाउने चाहन्छु अब अगाडितर्फको लाउँछु मैले अघि भनेको थियो नि यार पानी सानीको सबैको एकदम पर्फेक्ट छ भने उता पनि छ तल्लो साइड पनि छ न त है ल हामीहरू चाहिँ अब यता दाइहरू पनि भेटिसक्नु भयो हामीहरू आधातिर आइसक्यौँ दाइहरू पनि यतै छन् एकदमै रमाइलो हुने भयो भर्खर त हामीहरू भेट भयो हामीहरूको है ल
दाइसँग भेट पनि भयो अगाडि दाइहरू बस्नुभएको छ भ्लगमा के छ चन्द्र दाई के भएको चाहिँ छैन ल के छ हामी आराम ल भेट भयो फाइनली केटाहरूको उता दाइहरू अझ उता हुनुहुन्छ है हामीहरू उता जान्छौँ ल जाऊँ उता जाऊँ ल जाऊँ न त ल के छ भाइ खासमा के भइरहेछ सर्दियामा शरीर के भएर भन्दिनँ त दाइ हाम्रो भ्लगमा यस्तो खुसी आउनुमा भेटेँ चाहिँ चक्लेट खानु चक्लेट ल दाइ थ्याङ्क यू धेरै धेरै धन्यवाद छ दाइले चक्लेट दिनुभएको छ दाइले है दाइहरू यहाँ भएको छ भेट भयो हेलो दाइ के छ न्यु लुक्स ल हाम्रो दाइ जुम गरो हामीलाई त्यहाँ हुनुहुन्छ दाइ के छ भन्नु भ्लगमा चिनमा आउँदा त बियर खाएर है ल यस्तो त्यसै त हुन्छ त रुममा ल्याङ रुम सफा गर्नै पर्यो नि हामीहरू चाहिँ आधा पुगिसकेका छौँ आधाको भागमा नेपालीहरू लाइन साइड बसिरहन् यता चाहिँ नुहाएर सब मान्छेहरू है आरामले पल्टिरहन् यता छ ल अब नुहाउनु पर्छ एकछिन पछि अहिले त खासै त्यति अलि हल्का दुःख घाम ताप्नु पऱ्यो है म त नुहाउनुलाई एकदम रेडी भइसकेँ है ल अब म त नुहाउनु जान्छु खासै लाज मानेर अहिलेसम्म उठ्यो पनि छैन है म एक्लै पनि के नुहाउनु जस्तो त लागिरहेको छ एकचोटि होइन तर के गर्ने एकदमै एक्साइटेड छु म नुहाउनलाई भनेर आएको खास गरी है म यहाँ पहिला एकचोटि 3-4 चोटि आइसक्यो आज चाहिँ फेरि 1 वर्षको ग्यापमा फेरि एकचोटि आइरहेको छु म है पानी यतातिर सफै रहेछ होइन उतातिर चाहिँ अलि फोहोर रहेछ क्या त्यही भएर यतातिर आएको हामीहरू दाइहरू एकदम रेडी भइसक्नु भयो ल है मोबाइल चाहिँ म उसलाई दिन्छु है तपाईँहरू टक्कै हेर्नु होला अगाडिको भ्यू म अहिले नुहाएको एकदमै है एकदम रमाइलो गर्दै इन्जोय गरेर हेरिदिनु होला है ल तिमीले हेरिदिनु पऱ्यो दाइ एकदम गइसक्नु भयो यो म पनि जाँदैछु ल यता देखाउँदै ल दाइ धिरिन साउद होइन मेरो एकदमै फेभरेट दाइ हो ल दाइ धिरी शाह ल एकदमै रमाइलो भइरहेको छ एकदमै इन्जोय है ल दाइको एकचोटि दाइको इन्जोय हेर्नुहोस् यो अरू चाहिँ यता आएको छैन एकदमै चिसो भयो भनिरहेको छ नि त्यो कारणले पनि आएको छैनन् है उहाँलाई पनि तान्नेछौँ आएको जति सबैलाई हामीहरू तान्नेछौँ रमाइलो गर्न आएको कोही पनि बस्न मिल्दैन हामी चाहिँ सबैलाई तानेर नुहाएरै छाड्ने हो होइन ल दाइले चाहिँ ल एकचोटि एउटा WWE एउटा सिन हान्ने भनेर दाइ एकदमै रेडी भएर बस्नुभएको छ होइन धेरै सायद है अनि म चाहिँ मलाई हान्ने रे कि ल हेरौँ ल चोट चाहिँ नलागोस् एकदमै दामी सिन छ है तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ यता अब यस्तो सेकिरहन् मान्छेहरू मस्त है सेकि पनि रहेछन् सो गाइज हामीहरू चाहिँ अब नुहाइधुवाइ गरेर हामीहरूले सक्यो होइन अब सब केटाहरू कपडा सपडा लगाएर घर जाने तयारी गर्दैछन् है विशाल दाइ के कति खुसी हुनुभयो तपाईँ नमस्कार सबैजनालाई जो अहिले हाम्रो भाइ डम्बरको भ्लग हेर्नुहुने सम्पूर्ण नमस्कार अहिले हामी नेपालदेखि सर्बिया आएका छौँ र पूर्व पश्चिमदेखि हामी टाढा टाढाका भएर पनि एउटै फ्यामिली भएर बसेका छौँ र आज एकदमै रमाइलो भएको छ हामी सबै एउटै कम्पनीमा काम गर्ने मान्छे र आज सबैको एकमुष्ट रूपमा छुट्टी भएका कारणले गर्दाखेरि सबै जमघट भएर सबै साथीहरू नुहाउनु भयो अनि म नुहाइन धेरै चिसो भएका कारणले गर्दाखेरि अनि सबैजनालाई एकदमै रमाइलो रोमान्टिक रूपमा बसेर अहिले सबै रमाएर अब हामी यो कार्यक्रमको अन्त्य गर्दै घरतिर जान लागिरहेका छौँ र हजुर हाम्रो क्यामेराम्यान हो ऊ अमित चाहिँ है ऊ अहिले उठिसकेको छैन ल छिटो उठ्नु पऱ्यो है हामीहरू एन्डिङको तर्फ लागिसकेको छौँ अब पुसाइ भन्नु
कतिको लाग्यो तपाईँलाई एक्साइटेड? एकदम हामी धेरै खुसी छौँ। अब जाँदैछौँ हामी नेक्स्ट डेस्टिनेसनमा। अब अहिलेको लागि चाहिँ हामी करिब 2 घन्टा जति यो बिचमा हामीले चाहिँ स्विमिङ गऱ्यौँ, सबै गऱ्यौँ, साथीभाइहरूसँग भेटघाट भयो, रमाइलो भयो एकदम होइन। आज बेलुका हाम्रो सानो कार्यक्रम छ रुममा। अब हामी जान्छौँ, एउटा सानो खसी लगेर हामी त्यहाँ चाहिँ खाने कार्यक्रम छ। ल हुन्छ। ल कस्तो लाग्यो त्यो दिरिन दाइ तपाईँलाई भन्नु? एकदम रमाइलो लाग्यो। आज तपाईँ पनि आजलाई मिलाएर कति दिन भयो? फर्स्ट टाइम हो कि यो मेरो सेकेन्ड टाइम हो। सेकेन्ड टाइम? मेरो पनि सेकेन्ड टाइम नै हो। मैले पारी साइडतिर नुहाएको थिएँ भने चाहिँ योचोटि चाहिँ यहाँ नुहाएको थियो। पुरा राम्रो लाग्यो। सबै केटाहरू चाहिँ यहाँ भेला भइसक्यो है। हामीहरू आएको यति नै हो। उता भाउजूहरूलाई अहिले भेट्यो हामीहरूले। अब भाउजू ठाउँ जाँदैछौँ है। ल धेरै नै रमाइलो भयो। हामीहरू नुहाएर एकदमै खुसी लाग्यो मलाई। मैले जति सोचेको थिएँ त्योभन्दा नि मलाई धेरै खुसी लाग्यो है। राइट हामीहरू अब यता घुमघाम गरेर सकिसक्यो होइन। अब हामीहरू चाहिँ घरतिर फर्किन्छौँ। रुममा गएपछि ओके। सो गाइज हामीहरू चाहिँ अब रुमतिर पुगिसक्यो होइन। अब एकदमै थाक पनि लाग्छ, धेरै रमाइलो भयो है। सो गाइज तपाईँहरूलाई कस्तो लाग्यो भिडियो कमेन्ट गरिदिनु होला, अनि साथै लाइक सेयर सब्सक्राइब गरिदिनु होला है। तपाईँहरूको साथ सपोर्ट चाहिएको छ। आजलाई चाहिँ यति नै, भेटौँ फेरि अर्को भिडियोमा।